अब तपाईँको हिजोको कुसुम श्रेष्ठको उद्देश्य र अहिले यो जुन अहिले प्रचारमा आइसकेपछि चर्चामा आइसकेपछिको यो कुसुम श्रेष्ठको उद्देश्यमा के फरक छ के सोच्नु भएको छ तपाईँले भविष्यको लागि अब अहिलेसम्म चाहिँ खासै केही सोचेको छैन अब भनेपछि तपाईँलाई कुनै डाइरेक्टरले अथवा चाहिँ फिल्ममा अफर गरेको खण्डमा तपाईँ फिल्ममा जान इच्छुक हुनुहुन्छ इच्छुक हुनुहुन्छ जसले फोटो खिचेर तपाईँलाई यतिसम्म चर्चामा ल्याइदिनु भयो नि उहाँलाई तपाईँ के भन्न चाहनुहुन्छ धन्यवाद दिन चाहन्छु उहाँ चिनिरहेको दाइ हुनुहुन्छ कि हजुर चिनेको थिएन फोटो खिचेको यो जुन रूपचन्द्र श्रेष्ठ महर्जन भन्ने हुनुहुन्छ उहाँसँग तपाईँको यो फोटो खिच्नुभन्दा अगाडि चिनजान बोलीचाली भेटघाट थियो कि थिएन तपाईँको हजुर थिएन फोटो खिचिसकेपछि नै उहाँले चाहिँ तपाईँको हजुर परिचय भयो तपाईँ कहाँ पढ्दै हुनुहुन्छ भन्नुभयो चितवनमा कुन कलेजमा फर्स्ट मोडल कलेज फर्स्ट मोडल कलेज हजुर अनि तपाईँको एसएलसी चाहिँ कहाँबाट दिनुभयो ल्याचुबाट दिएको एसएलसी हजुर त्यहाँ प्लस टूको सुविधा के छैन छ त्यहाँ हुँदाहुँदै तपाईँ किन त चितवनतिर अङ्कल आन्टीले अब त्यहाँ हामीलाई यति राम्रो हुन्छ अब हामीहरू अङ्कल टिचर हुनुहुन्छ हजुर अनि यति राम्रो हुन्छ भनेर उहाँले बोलाउनु भयो त्यसैले अनि तपाईँको जुन यो गाउँतिर चाहिँ खास त्यहाँको समस्याहरू के छन् तपाईँ त्यति एउटा सानो गाउँमा